वेलकम टु कौशला पोडकास्ट आफ्टर सो लङ हामीले एकदमै 2-3 वर्षकै ग्यापपछि हामी फेरि ब्याक भएका छौँ। आई होप यो सिरिज कन्टिन्यू हुन्छ होला। अनि आज हामी यहाँनिर यो भिडियो लिएर आउनुको मेन रिजन चाहिँ नै हाम्रो प्रोजेक्ट अनटाइटल हो होइन त्यसरी। अनटाइटल प्रोजेक्ट हामीले कसरी ल्यायौँ, कसरी काम भयो, बिहाइन्ड द सिन थोरै बिहाइन्ड द सिन हामी 4 मिनटमा हाम्रो सर स्टोरी सक्ने प्लान गर्छौँ। अनि यो अनटाइटल भन्ने प्रोजेक्ट छिरिङले लेखेको हो होइन। अनि यसको यसलाई सृजना गर्ने छिरिङ हो। अनि यसको डिरेक्सनको पार्टदेखि लिएर सबै चिज कौशला प्रोडक्सनले गरेको हो। अनि बिटिएस सौगातले हेरेको, सौगात अहिले पनि सौगातले खिचिरहेछ। थ्याङ्क यू भाइ। अनि डेभिड पनि छ हामीसँग, डेभिड पछाडि बसेर सिक्दैछ। अनि थ्याङ्क यू भनिदेऊ। थ्याङ्क यू केडा हो, सौगात, डेभिड, रसिक, अभिषेक, नितेश, सब केडाहरूलाई माया छ होइन, गर्दै जानुपर्छ। लेट्स गो। ल अब म एक दुईवटा क्वेसनहरू छिरिङलाई सोध्छु अनि त्यसपछि हामी थोरै डिस्कस गरौँ न त है। हस् भइहाल्छ नि। अनटाइटल कसरी हामीले जेनेरेट गऱ्यौँ सर एकदम अनफिल्टर भनिदिउँ नि त। अब अनटाइटल भन्दा चाहिँ त्यो हामी अस्ति नै त्यो उयो बसेको थियौँ नि हामी होइन। अनि त्यतिखेर रेकर्ड गर्नलाई बसेको थियौँ। अनि त्यतिखेर चाहिँ मलाई त्यस्तो भाइब चाहिँ हानिरहेको थिएन। म चाहिँ अब गर्न खोजिरहेको थिएँ तर रेकर्डिङ चाहिँ गर्न कस्तो भइरहेको थियो क्या। अनि तपाईँको ठ्याक्क त्यतिखेर तपाईँले कुन के पो हाम्रो दैलो तपाईँले त्यस मतलब तपाईँ यताउता गर्दा गर्दै भाइबमा छिर्नु भएछ। अनि तपाईँको त्यो दैलोको त्यो मिल्दै जाँदै थियो। अनि मैले चाहिँ अब जे होस् दैलो होस् होइन, मेरो त फेरि अर्को नेक्स्ट टाइम गरिहालिन्छ भनेर मैले सोचेँ। अनि बाहिर बसेर लिरिक्सहरू लेख्न थालेँ। तपाईँ यता बेग्लै भाइबमा हुनुहुन्थ्यो, म उता भाइबमा बसेर लेख्दै थिएँ। लेख्दै अनटाइटल बनिदियो। अनि तपाईँको यता दैलो फिनिस्ड। अनि दैलो पनि सक्यो, अनि उता मेरो लिरिक्स पनि सक्यो। अनि म चाहिँ वेटिङमा थिएँ अब रेकर्डिङको लागि। अनि तपाईँको भइसकेको थियो सबै। अनि तपाईँको भिडियो सिडियो पनि सक्यो, अपलोड पनि गरियो। अनि त्यस पछाडि अनि मेरो पाला आयो त्यस पछाडि सेकेन्डमा। अनि साइरस दाइलाई यहीँ बोलाएर गऱ्यौँ, राम्रै भयो। 4-5 चोटि टेक लियो होइन, अलिक गाह्रो भएको थियो। यो प्रोजेक्ट चाहिँ नि एकदमै अल अफ अ सडन बनेको हो भनौँ न होइन। किनभने यो रुम अहिले जुन तपाईँहरूले यो रुम देखिरहनु भएको छ, हामीले पोडकास्ट गरिरहेछौँ, यो रुममै प्राय हाम्रो कौशला म्युजिकबाट रिलिज हुने प्राय झुम्का साइफरको प्रोजेक्ट्सहरू चाहिँ यही रुमबाट निस्केको होइन। मेरो दैलो आफ्नो प्रोजेक्टहरू पनि। अनि त्यहाँबाट अनटाइटलको कुरा गर्नुपर्दाखेरि चाहिँ अनटाइटललाई प्रड्युस चाहिँ साइरसले गरेको, साइरस श्रेष्ठ। अनि साइरस इज वान अफ द फाइनेस्ट म्युजिक प्रड्युसर अनि अमेजिङ ट्यालेन्ट हाम्रो यतैबाट। अनि त्यहाँबाट यो झुम्का साइफरको चाहिँ अनटाइटल एउटा प्रोजेक्ट नाम पनि खासमा हामीले केही नामै थाहा नपाइकन अनटाइटल राखेको नि त होइन। टाइटलै छैन, द्याट्स वाइ द सङ इज अनटाइटल। अनि यो त अडियोको पार्ट भइहाल्यो। अडियो चाहिँ हामीले अडियोको त्यस्तो धेरै स्टोरी केही पनि छैन। सर्ट हामीले गरेर यहीँनिर 1 घन्टामै छिरिङले पनि सक्यो। त एकैछिनमा दाइले बनाइदिनु भयो। कति 15-20 धेरैमा आधी घन्टा लाग्यो होला बिट बनाउनलाई दाइलाई। ट्याक भयो। मलाई पनि भाइ नि हाल्यो। अनि यस्तो सोचेँ, पहिला अस्ति नै लेखेको मैले अनटाइटलको वाला, त्यतिखेर नाम त्यही थाहा थिएन। आँखामा आँसु छ, मन पुरै भावुक छ, सोचले खोज गर्छ, कोही कहाँ पुग्छ, घाउहरू टन्न थाहा छैन कहाँ दुख्छ, सिसा होइन भावना किन टुट्छ भनेर चाहिँ यो दिमाग ठ्याप्प आइहाल्यो क्या। अनि त्यसरी यस्तो हान्दै जान्छु, मिलिरहेछ। अनि त्यसरी नै अनि स्टार्ट भयो रेकर्डिङको। त्यसपछि चाहिँ नि हामीले भिडियो चाहिँ पहिला यही रुममा सुट गरेको थियौँ त्यसरी। सुरुमा र गर्ने 24 घन्टामै गर्ने भनेर 1 डे प्रोजेक्ट गर्ने भनिरहेको थियौँ। दाइलाई चाहिँ धेरै रात परेर अलिकति ह्याङ ओभर भइरहेको थियो होला होइन। अनि तपाईँको अलिक क्रिएटिभिटी खुलिरहेको थिएन। अनि दाइले तर बनाउनु चाहिँ बनायौँ, तर राम्रै भएको थियो। त्यो पनि त्यो टिजरमा हामीले हालेको छौँ त है। जुन हामीले टिजरमा हालेको छौँ नि केटा हो, त्यो चाहिँ यहीँ सक्ने 1 डे प्रोजेक्ट 24 आवरमै सकेर झापझुप भोलि रिलिज गरिदिहाल्ने भन्ने थियो। तर मलाई कता चाहिँ नराम्रो लागिरहेको थियो क्या। अनि बरु खेलाउनै सक्नु भएको थिएन, तपाईँले क्रिएटिभिटीहरू खेलाउनु सक्नु भएको थिएन नि त। रात परिसकेको थियो, 12-1 बजिसकेको थियो। 12-1 बजी हामीले यही रुममा सुट गर्दाखेरि पनि मलाई त्यो धेरै भाइ भएको थिएन। अनि पछि चाहिँ नि अब यसलाई राम्ररी नै गरौँ, यसलाई दामी तरिकाले गरौँ भनेर त्यसपछि हामी फिल्डमा उत्रेको होइन त। फिल्डको एक्सपिरियन्स थोरै सुनाउनु न। फिल्डको एक्सपिरियन्स भन्दा दामी भयो। अब जो सुरुमा त हामी कहाँ बाहिर धरानतिर एक्लै सोलो टाइपको गर्ने भिडियो गर्ने भनेको थियौँ। अनि फेरि यसो सोच्यौँ, अनि रिप्रेजेन्ट झुम्का होइन गरिरहेको पहिलेदेखि, अनि रिप्रेजेन्ट गरौँ न भनेर अनि
झुम्कामै भयो अनि केटाहरूलाई पनि मैले कल गरेँ दाईहरूलाई सबैलाई सबै साउट झुम्का बोइज होइन सबैलाई साउट छ मनदेखि माया दाई भाइ साथीभाइ अङ्कल आन्टी को हुन्छ सबै बिग रेस्पेक्ट त मेरो प्यारो दाई विशाल दाई होइन सबै ह्यान्डल गरिराख्नुपर्छ अनि त्यही हो खुसी लाग्छ जे होस् यसरी हेल्प आइरहेछ होइन अझै आउने दिनहरूमा होस् अनि त्यो दिन चाहिँ अब हामीले गरिरहेको थियौँ घाम पनि त्यस्तै थियो अचानक ड्याङ ड्याङ कति धेरैमा पनि त्यस्तो लागेन है हामीलाई दाइ 4 आवर्स कि 3 आवर्स दाइ आई थिङ्क 3 आवरमा हामीले प्रोजेक्ट सकेको रहेछ 3 आवरमा प्रोजेक्ट सकेको अनि भिडियो पनि त्यही हामीले ग्यासगुस गरेर जाम खिचेर त्यही दिनै मैले एडिट सकेर अनि रिलिज गरेको हो नि त होइन दाइ झ्याप्छु गरेर अनि भिडियोको बेलामा निकै केटाहरूले हामीलाई सघाएको छ सबैलाई के भन्छ सबैलाई थ्याङ्क यू भन्न चाहन्छु किनभने मतलब अब उनीहरूले कि आफ्नो काम जस्तो गर क्या मतलब यो यसको काम हो त्यसको काम होइन यो हाम्रो काम हो टाइपको तरिकाले सबैले एकजुट भएर होइन अनि टिमवर्कमा गयो अनि सबैले एकअर्कालाई सपोर्ट गर्यो एकअर्काले हातो मेलो गर्दै अनि त्यसरी भएको राम्रो भएको पोजिटिभ भाइब्स सबैजनाको मिलेर केटाहरू जे होस् गरिरहेछ हेल्प गरिरहेछ अझै दिन्छन् भन्ने मलाई आश छ केटाहरू लभ यु बोइज लभ एभ्री वान रिप्रेजेन्टिङ झुम्का नितेशलाई अनि त्यहाँबाट अभिषेक भाइलाई होइन नितेशलाई भयो अनि डेभिड छ रोसिक छ हाम्रो पुरा अश्रिक भाइ जिमदार भाइ छ अनि त्यहाँबाट नवीन छ अनि नेजोय छ होइन अर्को छ पछाडि हाम्रो रोहन दाई हुनुहुन्छ रोहन छ सबैजना बोइजलाई अहिले हामीले बिर्सिरहेछौँ नाम भने पनि सबैलाई थ्याङ्क यू सो मच गाइज होइन सबै दामी छ अनि प्रत्युष पनि छ है प्रत्युषको पनि अब छिटै नै नयाँ प्रोजेक्ट आउँदैछ अनि धेरै नौलाम यो पोडकास्टलाई यति नै सकौँ अब है यतिमै सक्दिनँ मलाई दाइले जाँदा के भन्छु जाँदा किप सपोर्टिङ किप लभिङ आउँदैछौँ हामी आइरहेको हुन्छौँ होइन सबैले माया देखाइदिनु होला पिस अब छिट्टै हाम्रो डेभिड चौधरी भाइको पोडकास्ट छिट्टै नै आउँदैछ अनि इज अल्सो एन अमेजिङ ट्यालेन्ट फ्रम झुम्का होइन बिस्तारै अब सबैतिर ग्रो हुने प्रोसेसमै हो होइन अनि त्यहाँबाट प्रत्युषको प्रोजेक्ट आउँछ होला होपफुली छिट्टै 3-4वटा प्रोजेक्टहरू छ पाइपलाइनमा सो सी यु गाइस थ्याङ्क यू